आज हामी के पो अरे चरी भन्ज्याङ उता है पुल के अरे झोर्लङ्गे पुल हेर्नु जाँदैछौँ नि त होइन। यहाँनिर उत्तम, प्रताप, पिटर गइँदैछ। अब देखाइनेछ भरे कस्तो रहेछ भनेर है। ल अघि हामीहरू 4 भाइ मात्रै थियौँ। अब एकजना यहाँनिर यङ मेन है, जवान हामीहरूको बिचमा बाङा कान्छा फेरि आएको छ पुल हेर्नुको लागि जाँदैछौँ। कान्छा त कतिजनाको छौँ? कान्छा 3जना कान्छा रहेछ यहाँनिर। एकजना सबैभन्दा जेठो त मै पर्दैछु यहाँनिर। साइला हो नि त हजुर। हजुर ल अब पहिलो चौतारा आइपुग्यो। अहिले घरि हामीहरू जरिङ्गे नै छौँ है। यो चाहिँ हामीहरूको कोपाको वेटिङ सिट अरे। कोपाको नाउँमा वेटिङ सिट बनाइदिएको रहेछ है। यहाँ के लेखिएको छ तर मजाले देख्न सकिएको छैन। यहाँ हेर्नुहोस्, जुन चाहिँ कोपाको नाममा बनाएको रहेछ। यो बाटो चाहिँ पहिला हामीहरूको कोपा हुँदैखेरिदेखि खन्नु थालेको रहेछ। तर आज चाहिँ पनि राम्रोसँगले सफलसँगले भनौँ काटिएको रहेछ। मजाको जग्गा छ यहाँनिर। त्यो अगाडिको त्यो गाई सोध्ने त उतै पर पनि त्यो हामीले देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँनिर है। गुराँसको फुल फुलिरहेको छ त्यहाँ मजाले। अहिले घरि हामीहरू टुटी डाँडामा छौँ, जाँदैछौँ यो झोर्लङ्गे पुल हेर्नको लागि। जग्गा चाहिँ बहुत राम्रो छ, ठुल्ठुलो रुख मजाको रहेछ। अनि बरिङ धेरै रहेछ। त्यति मात्र होइन, गुराँसको फुल धेरै फुलेको भेटिँदैछ। इट्स वन्डरफुल प्लेस। यस्तो जङ्गलमा पनि है चेन्सोले काटेर चाहिँ यो तयार यहाँ पनि आइपुगेको रहेछ नि त बाइक त है। भाइले हेर्दैछ यो ढुङ्गा चाहिँ लगेर जानु भने चाहिँ घर राम्रो देख्छ भन्दैछ। सानो चाहिँ छैन छनु त, तर मजाको है मिलेर काटिएको रहेछ नि त। सक्यो भने चाहिँ बिचमा 2 फारी बनाएर होइन यो फुटी गएको रहेछ नि। बरु यत्तिकै झ्यापै ट्रेक्टर अब गाडी हुँदा मात्रै यहाँ ट्रेक्टर भए त 3-4 जना मिलेर पुरा त्यो पिरामिडको स्टोन जस्तो नि ट्रेक्टरमा ल्याएर चाहिँ हजुर हामीहरू चाहिँ चुली हिँड्दैछौँ है। तल गाउँ चाहिँ तल पऱ्यो, खुङ्गा तल है। खुङ्गा डाइरेक्ट यो त के पर्यो यो रुख? यसलाई हामी अर्गेली भन्छौँ। अर्गेली। यसबाट चाहिँ यसको दोरी बिक्री हुन्छ नि त। यसको दोरी। अनि यो चाहिँ के बनिन्छ यसबाट? कागज। ओके, यो चाहिँ काँचो कागज बनिने चाहिँ यो है। यो चाहिँ अर्गेली अरे है। एउटा घर भेटियो यहाँ चाहिँ है। माटोको घर अझै पनि छ रहेछ यहाँनिर चाहिँ। मजाले फुलहरू सजाएको रहेछ। कसो र कोनी थाहा भएन। यो डाँडाको नाम चाहिँ धनमाने डाँडा अरे। धनमाया बसेको थियो कि पहिला कोनी थाहा भएन है। ल अब यता चाहिँ चिया बगान पनि छ नि फेरि, चियापत्ती बगान। अब कहाँको पुल चाहिँ कुन चाहिँ पुल हौ? ओ त्यो तलको पुल रहेछ साथी हो। अब जानु चाहिँ पनि निकै यो पुल रहेछ नि त। निकै लामै पो रहेछ है। अब त्यहाँ पुगेरै देखाइनु पर्यो है। मजाको जग्गा रहेछ नि त हौ यो। उतो चरी भन्ज्याङ चाहिँ है उतो। सो मजाको जग्गा आयो यहाँनिर चाहिँ। फेरि यो तल चाहिँ यो चाहिँ मेन चरी भन्ज्याङ चाहिँ यसलाई भन्छ है। अनि यतापट्टि चाहिँ यो चाहिँ टी फ्याक्ट्री
यहाँनिर चाहिँ टी फ्याक्ट्री रहेछ, चरी भन्ज्याङ टी फ्याक्ट्री। मेन चरी भन्ज्याङमा आइपुग्यो है हामीहरू। अब यसलाई चाहिँ चरी भन्ज्याङ भन्दो रहेछ नि त। ल ऊ त बहिनीहरू पनि पुल हेर्नै गएको अरे। अब बाटो कता हो थाहा छैन, मजाले सोधखोज गर्दै। यहाँनिर चाहिँ ढोल लगाइदिएको रहेछ, हेर्नु सक्नुहुन्छ। मजाको ढोल रहेछ, तर बजाउनु चाहिँ पनि नमिल्ने रहेछ र दुःख चाहिँ त्यहाँ है। साह्रो मजाको रहेछ यो चाहिँ चरी भन्ज्याङ। अब चरी भन्ज्याङको गेटमा आइपुगिँदैछ। अब यो दुईटा रस्ता हुन्छ यहाँबाट चाहिँ। पहिला हामीहरूको कोमाहरू चाहिँ यहाँनिर आउनुहुन्थ्यो अरे व्यापारको लागि है। यताबाट सामान लिएर उद्धोबाट सामान लिएर आउँथ्यो अरे। अनि यहाँ बजार लाग्थ्यो अरे क्या। अनि त्यो बजार लाग्दाखेरि चाहिँ यहाँनिर चाहिँ के भन्नु, जाँडहरू लिएर बिक्री गर्ने अनि यहाँबाट सब्जीहरू किन्ने त्यस्तो गरेर जान्थ्यो अरे कोमाहरू। यो स्थानबाट चाहिँ अहिले चाहिँ यस्तो भएछ। अम्बो, तर पुल पुग्नु चाहिँ पनि निकै टाढै रहेछ। अब ओह्रालो त साह्रो पर्दैछ, उकालो कसो हुन्छ भरे आउँदा चाहिँ थाहा छैन है। Which letter is this? I don't know. स्वागतम अरे। अब हेरौँ न त यताबाट। वेलकम टु चरी भन्ज्याङ रहेछ, यङ वारक 3। ल अब यता जानु पर्दो रहेछ, राइट साइडको चाहिँ तल के परे ब्रिज हेर्नुको लागि चाहिँ, जोरलङ्गे पुल हेर्नु जानुको लागि चाहिँ है। चिया बगान राम्रो छ। कलम काटेको यहाँले कलम काटेर अब मात्रै मुना कलम काटेको अरे। हामीहरू चाहिँ पल्लो डाँडाको उतापट्टिबाट आएको है, आउनु चाहिँ माथि माथि माथिबाट आइएको छ। अब अझै उद्धो जानुपर्ने छ तल। खेदाउँदा खेदाउँदा है यस्तो भइसक्यो। अब यस्तो बाटोमा पनि खेदाउनु पर्ने भयो नि त यहाँ त। नि त्यो पुललाई त बाटो चाहिँ खतरा छ है। मर्नु छ यहाँनिर, यस्तो बाटो छ। आउने भने चाहिँ लु पुल चाहिँ तलको हो देखिँदै गरेको। नजिक नजिक नै पुगिसकेको छौँ खेदाउँदा खेदाउँदा। आफ्टर लङ टाइम होइन, तर हौ खतरा खतरै छ है। पुग्नु आँटेको दृश्य है अब त्यो पुलमा। राम्रो राम्रो ढोकेर जाउने केटा हो, लड्यो भने चाहिँ भरे फेरि अनि त्यहाँ तार चुट्टियो भने चाहिँ आम्बो वारेपुङ भने त खेदाउँदा खेदाउँदा बल्ल बल्ल आइपुग्यो। यस्तो रहेछ। खोइ यहाँनिर हेरौँ, यहाँनिर के लेखेको छ भन्दाखेरि हेर रहेछ कति किलोमिटर छ अरे। ल त खेदाउँदा खेदाउँदा आइपुगेको ब्रिजलाई 366 स्प्यान लामो रहेछ यो चाहिँ। अम्बो खेलाची त छैन है। हैटेरिका अलिअलि हल्लिँदो रहेछ। एक्सपिरियन्स चाहिँ राम्रो छ। म तल देखाउँदैछु है। अब उद्धो चाहिँ डेन्जर छ है। उद्धो चाहिँ यस्तो छ पुरा। हैटेरिका मजाको छ, डेन्जर छ। झोरलङ्गे पुल भनेको चाहिँ यहाँनिर रहेछ। धेरै लामो रहेछ, 366 पाम भन्ने। तर यो चाहिँ लामो चाहिँ निकै नै लामो छ। अब यता पारी भयो अनि यता छ है।
अब चाहिँ मजाको जग्गामा आइपुग्यो। यो चाहिँ सेन्टर है, सेन्टरमा तल चाहिँ यस्तो छ। ओप्पो डेन्जर छ नि यो चाहिँ है। सेन्टर पुरा सेन्टरमै जस्तो आइपुग्छ। उता चाहिँ त्यो रोड पर्यो त्यहाँनिर चाहिँ। यहाँनिर भाइले अब ढुङ्गा फेकाउनुलाई लिएको रहेछ हेर है यहाँनिर। अब हेरौँ कति समय लाग्दो रहेछ। ल गयो लाखा। अहिले चाहिँ हामी घुमफिर गर्दैछौँ। यो वारेबुङ के परे वारेबुङ टु तेमुना, तेमुना वारेबुङ टु तेमुना ब्रिजलाई बिचमा हिँड्दैछौँ। साह्रो मजाको ब्रिज रहेछ यहाँनिर है। कमसेकम कति भनौँ 366 फ्याम लामो रहेछ। अनि यु क्यान भिजिट दिस प्लेस, इट इज सो वन्डरफुल प्लेस, यु क्यान इन्जोय इट। and too much dangerous. A bit, not that very danger, but still भनौँ अलिकति डर चाहिँ अलिअलि लाग्दो रहेछ। तर स्पेसली तल हेर्दाखेरि चाहिँ तपाईँको रिगटा चाहिँ लागि नै हाल्छ। मुटु कमजोर भयो, मुटु कमजोर हुनेहरूलाई चाहिँ है अलिक साह्रै छ। सो सबैभन्दा चकित कुराहरू चाहिँ यहाँ घुम्नु आएको बेलामा देखिएको चाहिँ यहाँनिर देख्नु हुँदैछ। काम गर्नु हुँदैछ यहाँ अङ्कलहरूले चाहिँ। हेर्नुहोस् बारी खन्नु हुँदैछ। दुईजना मास्तिर जोत्नु हुँदैछ। यहाँनिर एकजना आन्टी अनि यतापट्टि खन्नु हुँदैछ। चारजना आन्टीको छेउमा एकजना पनि रहेछ है। यहाँनिर चारजनाहरू चाहिँ काम गर्नु हुँदैछ है। काम बेकार चाहिँ हुँदैन, काम चाहिँ गर्नै पर्छ। अब हामीहरू घुमिफिरी सक्दैछौँ, निस्किँदैछौँ यता वारेबुङबाट तेमुनापट्टि है। यता चाहिँ तेमुनापट्टि चाहिँ निस्किँदैछौँ। यहाँनिर चाहिँ रङ लाउनु हुँदैछ कि के गर्नु हुँदैछ? हजुर ओके बाई, वी आर गोइङ ब्याक नाउ। अब हामीहरू घर फर्किँदैछौँ किन भन्दाखेरि घुम्ने फिर्ने देख्ने सबै गरिसकियो। अब घर फिर्दैछौँ है। अब घर जाने हो त त्यसो भने है। अब घुरेर त गइँदैछ। केटा हो त्यो माथिको डाँडा कट्नु चाहिँ पो कसरी हो त? त्यहाँदेखि अर्को डाँडा पनि कट्नु पर्ने छ है। लु अब ब्रेकफास्ट भयो है यहाँनिर है। ब्रेकफास्ट पनि पक्का खायो त।